यहाँ टसल भएको छ त त्यो पनि छैन। यहाँ मिस्चिभियस एक्टमा क्वेसन उठ्यो त्यस कारणले गर्दाखेरि हो भन्ने त्यो पनि छैन। अब मन्त्री परिषदको आएको चाहिँ मन्त्री परिषदको सचिवालयको आएको फलानु डाक्टर, डाक्टर त अरू पनि थिए डाक्टर त, त्यो केसले डाक्टर भन्दैन नि। त्यसो भन्ने हो भनेदेखि त मेरो वरिष्ठ तुरुन्तै लिनु पर्यो, एलएलएमै छैन, केही पनि छैन, होइन? एउटा डिप्लोमा इन ल भन्ने सर्टिफिकेट राखेर हिँड्या, त्यो पनि अस्ति आग लागिमा सबै जल्या छ, हेर्नु सबै जल्या छ। अहिले तेरो प्रमाणपत्र कहाँ छ भने केही पनि छैन त मसँग। लाइफै छैन भने त्यो कसले हेर्ने? त्यो फेरि सार्वजनिक हो, तर जो बसेर आयो, फेरि हाम्रो त तपाईँको ऐलानीको परिभाषा अर्कै छ। बसेर आएको को त्यहाँ यदि नापजाँच हुने पनि दिने, होइन? अब म त्यो भित्र सबै गएँ। मैले यहाँहरूलाई निवेदन गर्न गइरहेको के हो भन्नुहुन्छ भने, यो तपाईँ र मैले आत्मा, पागल र सध्य मान्छेमा फरक छ। पागल मान्छेको सास चाहिँ छ, आत्मा चाहिँ मरेको हुन्छ। देयरफोर हि इज पागल। त्यो जो कराउँदै हिँड्छ नि, यो मैले भनेको होइन, ओशोले भनेको। हेर्नुहोस्, तपाईँ र मसँग आत्मा छ भने आत्माले बोल्नु पर्यो। आत्माले के बोल्नु पर्यो त भन्नुहुन्छ भने, हामी जुन त्यो संविधानको आत्माको कुरा गर्छौँ त्यो भित्र आइदर वी से 1 खत्तम, 2 खत्तम, 3 खत्तम, 4 खत्तम, 5 इज राइट। यो कारणले आज फलानाले गर्यो भन्ने होइन नि। तपाईँ र म त ललाई पछ्याउने विरोधी होइन हामी, एउटा पद्धति र प्रक्रिया। तर एउटा कुरा मान्नुहोस्, जब च्वाइसमा, जब पिक एन्ड चुज हुन्छ, जब पिक एन्ड चुज हुन्छ, त्यहाँ चाहिँ निर्विवाद रूपबाट मान्नुहोस्, त्यो पिक एन्ड चुज भित्र के हुन्छ? स्वेच्छाचारिता हुन्छ। स्वेच्छाचारिताले चाहिँ तपाईँको रुल अफ ल र कन्स्टिट्युसनलिजमलाई के गर्न सक्दैन त भन्दाखेरि बोक्न सक्दैन। मान्छेलाई सबै काङ्ग्रेस नहुन सक्छन्, सबै कम्युनिस्ट नहुन सक्छन्, सबै पञ्च नहुन सक्छन्, तर जो जहाँ परेको छन् प्रवेश गरिसकेपछि या त हामीले डिजनेस्टीमा क्वेसन उठाउन सक्नुपर्छ। मुद्दाको सङ्ख्याले वरिष्ठ दिया जस्तो, वरिष्ठमा नाम पुगेन भने मेरोमा पनि वकालतनामा राखिदिनुहोस् न सर भन्दै आएको 2-4 जना थाहा छ म, होइन? नाम राखेर तपाईँको चाहिँ के भने मेरो पनि नाम लेखाइदिनुहोस् न भनेर तपाईँको अनुभव बढ्ने होइन। त्यसकारण मेरो यहाँहरूसँग विनम्र निवेदन गराइ के छ त भन्दाखेरि, भोलि यी बोलेका कुराहरू फेसबुकमा जस्तो सुकै प्रकारको कमेन्ट गरे पनि, जति नै प्रकारले तिरस्कार गरे पनि, जति नै बहिष्कृत र तिरस्कृत हुनु परे पनि कानुन तिरस्कृत हुन नपरोस्, संविधान तिरस्कृत हुन नपरोस्। यो संविधानको बाटो धेरै गम्भीर छ। हेर्नुहोस् अहिले जसरी हिँडिरहेको छ, अब यसपछि तपाईँहरूले हेर्नुहुन्छ, यसपछि यहाँहरूको तपाईँ र मेरो समक्ष के आउँछ त भन्नुहुन्छ भने, अहिले म त्यो लामो टपिक भएकोले बोल्दिनँ। हेर्नुहोस्, अहिलेको जुन यो संविधान संशोधनको कार्यपत्र भन्ने छ नि, जुन तयार हुँदैछ नि, त्यो आएपछि अनि कुरा बुझिन्छ। त्यसपछि फेरि हामीहरू बसौँला, व्हाट इज द लिमिटेसन अफ द एमेन्डमेन्ट, होइन? व्हाट इज द लिमिटेसन अफ द एमेन्डमेन्ट एन्ड व्हाट इज द न्यू कन्स्टिट्युसन, व्हाट इज द कन्स्टिट्युन्ट एसेम्ब्ली। त्यसमा चाहिँ तपाईँको चाहिँ जब गोलकनाथको फैसला गरिसकेपछि जस्टिस हिदायतुल्लाहहरूको के धारणा आयो, मान्छेले त अरूबाट तपाईँ र म गाइड हुँदै जानु पर्यो। र त्यसकारण मेरो यहाँहरू समक्ष विनम्र निवेदन गराइ के छ भने, संविधानको आत्मा त्यो तपाईँ र म चाहिँ सध्य मान्छे भएको हुनाले हाम्रो आत्मालाई साक्षी राखेर खोजौँ, त्यसको पछाडि लागौँ। यहाँ तपाईँ र म को न्यायाधीश भनेर हामीले चाहिँ तपाईँको नमस्कार गरेर ठुलो वकिल पनि हुँदैन। निरन्तर मुद्दा हेर्या मान्छे हुन्छ। एकैचोटि तपाईँको चाहिँ के जम्प पनि हुँदैन यो वकालत पेसामा।
निरन्तरतामा तपाईँ जानुभयो भनेदेखि हतार नगरिकन गइसकेपछि भविष्य तपाईँहरूको उज्जवल छ।